तेरीमा ठेक्ने जाँ 3 दिन भइसक्यो भएको जति पैसा पनि सकिसक्यो जाँदै जाँदैन त ए बाबा सेवारो बाबा ए जय पो सेवारो अन्त आइपुग्नु भयो हजुर हजुर बाबा आइपुगे नि अन्त बस्ने होला नि 1-2 दिन हजुर अब 1 दिन 2 दिन बसेर जान्छु नि ए ठिकै छ नि घुमेर जानु यसो गाउँ ठाउँ हेरेर ए हुन्छ हुन्छ भइहाल्छ छोरी ए छोरी हजुर छिटो आइज हजुर बाबा जय आइरहेको छ ए ठिकै छौ ठिकै छु त आइपुगेछ त अन्त छिटै आइपुगे नि ला माथिबाट 2 किलो सुँगुरको मासु ल्याएर आइज अझ ज्वाइँलाई खुवाउनु पर्छ बेलुका हुन्छ होइन हौ पर्दैन हौ बाबा मासु त कहाँ हुन्छ त्यसो भनेर 2 दिनको पाउना मिठो मिठो खाएर जाऊ न ए हुन्छ 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 जाऊ भित्र लुगाहरू फेर्दै गर म आइहाल्छु ल जानुस् जय भित्र लुगा सुगा फेर्नुहोस् यसो चिया पनि खानुहोस् तातो पानीहरू के हुन्छ ए हुन्छ हुन्छ बाबा हुन्छ The next day. राम्रै लाग्यो होला नि दामी रहेछ रमाइलो रहेछ नि हाम्रो भन्दा त रमाइलो छ ए आइपुग्नु भयो जय सर हजुर बाबा अन्त कस्तो लाग्यो त हाम्रो गाउँ सबै दामी लाग्यो गाउँहरू एकदम राम्रो रहेछ बाक्लो पनि रहेछ हो तैँले राम्रोसँगले घुमाइस् होला नि मजाले घुमाए अन्त कहिले जाने भयो त जय सर भोलि जानु पर्यो म भोलि हजुर भोलि चाहिँ बिहानै जानु पर्यो ठिकै छ जा त त्यहाँ भित्र मेरो 500 रुपियाँ पैसा छ गोजीमा त्यहाँबाट त्यो माथि बस्तीको एउटा कुखुरा भनेको छ त्यो लिएर आइज जयलाई काटेर खुवाउनुपर्छ ए होइन पर्दैन बाबा पर्दैन कहाँ हुन्छ खानुपर्छ नि जय सर होइन हिजै खाएको मासु कि पर्दैन आज 2 दिनको पाउना मिठो मिठो खाएर जाऊ न हुन्छ त्यसो भए तँ गइहाल छिटो जा The next day. ए काम गर्नु भएको बाबा ए अँ जाएँ यो तल मचान यसो लगाऊ भनेर नि अन्त के भयो आज जानु भएन त त्यही त हो गाडी मिलेन कि आज भोलि चाहिँ बिहानै जानु पर्यो 4 बजी नै उठेर ए ठिकै छ नि हजुर छोरीलाई अब बस्तीको अन्डा बना भन्छ नि ल आज ए होइन पर्दैन अन्डा हिजै मासु खाएको अस्ति र हिजो कहाँ त्यसो भनेर हुन्छ होइन पर्दैन 3 दिनको पाउना मिठो मिठो खाएर जाऊ न हुन्छ त्यसो भए ठिकै छ नि The next day. जाएँ ओ जाएँ अब देख तू बाबाले बोलाएको जस्तो लाग्यो त मलाई त ढिलो भयो नि हौ आज पनि तेरीमा ठेक्ने जाँ 3 दिन भइसक्यो भएको जति पैसा पनि सकिसक्यो जाँदै जाँदैन त